नर्वेलाई यो पालिको वर्ल्ड कपमा कसले चाहिँ जित्छ होला त? आज म तपाईहरुलाई वर्ल्ड कपको एउटा एकदम इन्ट्रेस्टिङ फ्याक्ट सुनाउँछु। वेलकम टु एक्सट्रिम प्रेजेन्ट्स वर्ल्ड कप अपडेट बाई 32 फिनाले। फिफा वर्ल्ड कपको इतिहासमा नर्वेले अहिलेसम्म मात्र एउटा देशसँग हारेको छ, त्यो हो इटाली। 1938 को वर्ल्ड कपमा नकआउट राउन्डमा इटालीले नर्वेलाई 2-1 ले जितेको थियो। 1994 को वर्ल्ड कपमा ग्रुप स्टेजमा नर्वेले मात्रै इटालीसँग हारेको थियो, अरू कुनै पनि टिमसँग हारेकै थिएन। 1998 को वर्ल्ड कपमा त अझ नर्वेले ग्रुप स्टेजमा ब्राजिललाई समेत जितेको थियो, तर फेरि राउन्ड अफ 16 मा इटालीसँगै हार्यो। सो वर्ल्ड कपको इतिहासमा नर्वेले इटाली बाहेक अरू कुनै पनि टिमसँग एउटा पनि म्याच हारेकै छैन। इन्ट्रेस्टिङ कुरा के हो भनेदेखि यो वर्ल्ड कप 2026 मा नर्वे त छ, इटाली छैन।